सभामुख महोदय, केही दिन अगाडि डिजिटल कारोबार निशुल्क गर्ने माग राख्दै यो सदनमा बोलेको थिए र अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिए। सम्माननीय प्रधानमन्त्रीज्यूले पनि 6 महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निशुल्क बनाउने योजना अगाडि बढाइएको छ भन्नुभएको थियो। तर हालसम्म कुनै पनि काम अगाडि बढाइएको छैन। सभामुख महोदय, सरकारले यसरी बारम्बार वचन मात्र दिने, काम नगर्ने हो भने त्यसले केवल जनताको विश्वास तोड्ने काम मात्रै गर्छ। त्यसैले म सभामुख मार्फत सरकारलाई छिटोभन्दा छिटो डिजिटल कारोबारलाई निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु। र सभामुख महोदय, केही दिन अगाडि नेपाल चीन मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलाडी आशिष राई गम्भीर घाइते भएका थिए, तर सरकारले आज दिनसम्म पनि उनीमाथि कुनै चासो देखाएको छैन। खेलाडीले देशलाई विश्व सामु चिनाउँछन्, राष्ट्रिय झण्डा बोकेर मैदानमा लड्छन्, तर जब उनीहरू घाइते सरकार मूक दर्शक भएर बस्ने गरेको छ। राष्ट्रिय खेलाडीलाई सरकार आफैले बेवास्ता गर्छ भने खेल क्षेत्रको भविष्य कता जान्छ सभामुख महोदय? त्यसैले म खेलाडीलाई महत्त्वका साथ हेर्न र राज्यले आफ्नो जिम्मेवारी पूरा गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।